बहिनीहरू, हाम्रो च्यानलमा यहाँलाई स्वागत छ। कक्षा 12 का सबै विद्यार्थीहरूको लागि जरुरी सूचना। कक्षा 12 को परीक्षा वैशाखमा जुन 11 गते हुने भनेको त्यो चाहिँ सर नै भएको छ। अहिले चाहिँ निष्कर्ष चाहिँ भोलिसम्म आउनेछ। त्यसपछि हेर्नुहोस्, राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को पूर्व निर्धारित परीक्षा सार्ने जनाएको छ। मङ्गलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो। यही वैशाख 11 गते हुने भनिएको परीक्षा सारेर वैशाख 21 गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिएका छन्। शिक्षक महासङ्घसँग पनि अनुरोध गरेका थियौँ। कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ। प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ, उनले भनेका छन्। मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए। शर्माका अनुसार परीक्षा तालिका भने बुधबार मात्रै सार्वजनिक हुनेछ। वैशाख 11 का लागि तय भएको कक्षा 12 को परीक्षा यही वैशाख 21 गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ। उनले भने परीक्षाको तालिका भोलि अर्थात् बुधबार मात्रै सार्वजनिक गर्छौँ भनेर भनेका छन्। यसरी बुझ्ने हो भने 11 गते हुने परीक्षा चाहिँ अहिले रद्द गरिएको छ र 21 गते चाहिँ लिने गरिएको जानकारी गराउँदछौँ। र यसको सूचना अनुसार चाहिँ भोलि चाहिँ यसको फेरि परीक्षा तालिका पनि आउनेछ। तबसम्म तपाईँहरू चाहिँ च्यानललाई सब्सक्राइब गर्नुहोस्। म यहाँहरूलाई अपडेट दिनेछु। धन्यवाद।